Hello, Tasidele. We're going to do 2 days camping trip to Smuggler Notch with our friends. Let's hope we have a wonderful trip. अनि हामी चाहिँ अहिले हाम्रो सोनाम राईले गाडी चलाइरहेछ अनि ओम दाई म सोनाम राई हामी तीनजना एउटा गाडीमा छु। अब हामी अलमोस्ट स्मगलर नच क्याम्पिङ स्पोट पुग्न लाग्यो। करिब अब लगभग 1 माइल जति बाँकी होला यहाँबाट चाहिँ। अनि हाम्रो अरू साथीहरू चाहिँ एक ग्रुप चाहिँ पुगिसकेको छ अनि पछाडिको टिम चाहिँ पछाडि आउँदैछ। उहाँहरूले लगभग यहाँ अलमोस्ट सामानहरू बिहानबाट निकालेर गर्दैछ। अनि अब यो क्याम्पिङ स्पोट चाहिँ अलिकति सानो रहेछ तर राम्रो रहेछ, चिटिक्का, नट ब्याड। अनि हामीले 4वटा टेन्ट टाँगियो, 4वटा टेन्ट टाँगेर अनि 2 डेजको लागि हामीले चियादेखि लिएर सबै व्यवस्था गरेर आएका छौँ भनौँ न। अनि हाम्रो सेफ चाहिँ हाम्रो ओम दाई चाहिँ हाम्रो सेफको भूमिका निर्वाह गर्दै हुनुहुन्छ। अनि विशेष गरी सपिङ सम्बन्धी हाम्रो खाइरे बाहिर ओम दाईले नै गर्नुभएको छ। त्यसमा छेवाङ दाई हाम्रो कुकको हेल्प स्पेसलिस्ट हुनुहुन्छ हो। हुन त अब हामी सबैले हेल्प गरेँ। अनि अब यहाँ तरकारी पाक्दैछ। अनि हाम्रो कृष्ण फ्लुवार एडी शेर्पा उता तीर हान्दैछ है। यसमा विनर चाहिँ हाम्रो एडी दाइ र पेम्बा विनर भयो। उहाँले चाहिँ बिचैमा हाल्यो। अनि हामी अरू पनि अलमोस्ट क्लोज नजिकै त हाने तर विनर चाहिँ उहाँले चाहिँ हो। कृष्ण खुनुवार यहाँको हिरो बनाउनु कि अब के भन्नु हेल्प गरिरहेछ। अनि बेलुका चाहिँ हामी अब क्याम्प फायर गरेर गफ गरिरहेछौँ। जेनजी युवाको बारेमा, नेपालको पोलिटिक्सको बारेमा मजाले आगो ताप्दै रमाइलो गरिरहेछ भनौँ न। अनि अब यो 2टा कालो फुल्या छ, अरू कुराहरू छ। अब त्यसलाई अब 2 दिनमा यसो व्यवस्था हुन्छ होला। अनि हाम्रो खैरे भाइले दिइरहेछ झेन्जी पुस्ताको बारेमा, हर्क सङ्घको बारेमा के भइरहेछ भनेर। हामी संसारको जुनै ठाउँमा छरिएर बसे तापनि नेपालको पोलिटिक्सको विषयमा चिन्ता हुनुहुन्छ। त्यसैले धेरै जहाँ भन्दैमा ऊ नजाने पनि होइन, जाने पनि होइन होइन उसको पनि पैसा उडाउनु पर्छ। अनि सुत्यो राम्रैसँग। अलिअलि चिसो भयो। अब अलिअलि इक्विपमेन्टहरू अब क्याम्पिङ अलिकति वेदर पनि चिसो भएको छ अब, तर त्यस्तो ठुलो समस्या भएन। अब हामी बिहानको ब्रेकफास्ट तयार गर्दै यता अर्को साइडमा बोइल एग के भन्दैछ। अनि अब हामी स्टर्लिङ पन्ड ट्रायल यहाँको दमनको फेमस ट्रायल रहेछ। हामी यसमा जाँदैछौँ मैले है। लगभग अब गाडीबाट कति 12 मिनट चाहिँ ड्राइभिङ गरेपछि अनि त्यसपछि फेरि 45 मिनट जति हिँड्नुपर्ने रहेछ। तर वान अफ द बेस्ट ठाउँ रहेछ यहाँ। सो वी आर हियर एट स्टर्लिङ पन्ड विथ ए नाइस हाइकिङ होइन। हामीले अन्डाहरू, कफी, फ्रुट्सहरू लिएर आएको थिएँ। अब त्यो पनि लेकको छेउमा खाइरहेछ। इट वाज इन्जोइङ।
अनि अब कोही अन्डा खाइरहेछन्, कोही कफी खाइरहेछन्, यता कोही जाडो लागेर लेजेन्ड अफिसर जस्तो गएर बसिरहेछन्, कोही ड्रोन उडाउने कोसिस गर्दैछन्। चिसोको कारणले अलिकति ब्याट्रीमा समस्या चाहिँ आएछ, तर प्रयास हुँदैछ। सेल्फी कार्यक्रम हुन्छ, त्यसपछि हामी माथि डाँडातिर गयो हाइकिङ। 8 जनाको टोली। सुरुमा प्लानिङ चाहिँ 10-12 जनाको थियो, तर गर्दै गएर हामी 8 जनाको टिम चाहिँ फिक्स भयो। अनि अहिले फलेज चाहिँ खासै रेडी भएको छैन सर। अब 2 विक्स यतिमा चाहिँ अब यहाँको फलेज पनि करिब तयार हुने रहेछ है। यहाँको स्टर्लिङ पन, one of the famous hiking trail. अब हामी स्टर्लिङ पन भिजिट गरेर हाइकिङ गरेर अब फर्के। We are back to campsite now. Fox's teeth are going to be similar, but it's a little bit larger than a fox. Much easier prey than deer. Last one was killed in Vermont on Thanksgiving Day in 1881, but there's been plenty of reports of them throughout the years. Nothing has been verified, but people say that they found them. The males at least, the females are about 110 pounds. They would take down their prey they would jump up and wrap their front legs around it, and then they would bite their prey in the throat. So they would immediately suffocate their prey. अब हामी ब्याक टु क्याम्प साइटमा आयो। अनि अन द वेमा त्यहाँको एकदम फेमसहरू छ त्यहाँको कुवा। यो धेरै पुरानो नेचुरल कुवा रहेछ त्यहाँ, एकदम चर्चित छ। अब विदेशीहरू पनि यहाँ चाहिँ पानी थापेर जलको रूपमा लाने रहेछ विदेशीहरूले पनि। अनि हामीले पनि पानीको बोतल खाली गरेर यहाँ चाहिँ जल बोकेर आएको छु घरमा। अनि एकदम फेमस छ, पानी एकदम सफा मिठो त्यस्तो टाइप्सको रहेछ यहाँ। त्यसपछि हामी ब्याक टु क्याम्प साइट। अनि अब फेरि यहाँ लन्च, अब दिउँसोको लन्च पकाउनु पऱ्यो। हाम्रो सोनाम राईले भेजिटेबल बनाइरहेछ। कृष्णले उता के बनाउँदैछ। अनि त्यही हो, सबैजना व्यस्तै छन्। कोही यता ट्रेन उठाउँदैछन्, अनि हाम्रो टोली चाहिँ ट्रेन उठाएर प्याकिङ गर्दैछ। अब खाना पाक्नेखेरिमा ट्रेनहरू उठाएर अनि हामी फर्कियौँ। अनि त्यसपछि अन द वेमा ब्याकमा फेरि हामी त्यहाँ एउटा वाटरफल रहेछ, त्यहाँको फेमसै रहेछ। अनि त्यो वाटरफल पनि हामी भिजिट गरेँ। वाटरफल पनि वन्डरफुल रहेछ, राम्रो रहेछ। अनि वाटरफल भिजिट गरेपछि त्यसपछि हामी सेफली ब्याक टु होम Vermont। र अब यो जुन क्याम्पिङमा विशेष गरी हाम्रो प्रवीण भाइले सपिङ यता टाइम दिनुभयो। अनि अब कोही साथीहरूले ट्रान्सपोर्टेसनको व्यवस्था गर्नुभयो। अनि त्यसको लागि पनि साथीहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु मेरो तर्फबाट र सबै टिमको तर्फबाट। र इट वाज अ wonderful trip, 2 days camping trip, hiking. And the video has been very cool. Thank you for watching. Bye.
नमर्ने आटले पनि तिनीहरूले फोन गरेर डक्टर चिनेको हुन्छ सुई हालेर हालेर मराइदिने 8 जनाको नाम बिल आउँछ नि त्यो यस्तो गरेर कि अनि यो त हिँडेको अर्थै भन नि डिगी खोल न अब हिँड्ने ल हिँडेको अर्थै भन त केटा को भन्ने हो यहाँ 4 होइन चला हालौ छ बजी हिँड्ने भन्नेमा चाहिँ 9 बजी खै कति बजी 9 बजे 8:30 साढे 8 ठिक है गाडीबाट